नमस्ते सबैजनालाई। ओके, बनारस यात्राको विषयमा कुरा गर्नु पर्दाखेरि यो भित्र गल्लीको मजा छुट्टै रहेछ। हामी हिन्दू धर्ममा आस्था राख्नेहरूको लागि चाहिँ मसँग इन्टरनेट पनि छैन, सिम पनि छैन। विशेष ठाउँ रहेछ। हाम्रो शास्त्रदेखि नै नाम चलिरहेका ठाउँहरूलाई आँखाले अवलोकन गर्न पाउँदा छुट्टै अनुभूति हुँदो रहेछ। ठिकै रहेछ। साथै विभिन्न देशदेखि लिएर विभिन्न जात जाति साथै धर्मका मान्छेहरू पनि त्यहाँ गएर जुत्ता चप्पल सबै खोलेर हिँडिरहेको छु र आरामसँग दर्शन गर्न पाउनुहुनेछ। तपाईँको इच्छा हुन पर्यो। मेरो यात्राको भिडियो हेरेर रिभ्यू दिन चाहिँ नबिर्सिनु होला। म यसपालि चाहिँ पोखरादेखि बनारससम्म जाँदैछु। यो पालि चाहिँ म एक्लै नै जाँदैछु, सोलो ट्राभल गर्दैछु। म भैरवासम्म चाहिँ आफै ड्राइभ गरेर जाँदैछु। त्यहाँबाट अगाडि सुनौलीबाट अगाडि चाहिँ म लोकल बसमा जान्छु भन्ने सोचिरहेको छु। लेट्स सी के हुन्छ। सो स्टे वाचिङ सबैजनालाई है त ल। यो गल्याङदेखि अलिकति अगाडि आएपछि चाहिँ एउटा चार्जिङ स्टेसन रहेको छ। यहाँ चार्ज गरेर एकछिन अनि अगाडि बढ्छु। 7:30 बज्यो। म भर्खरै बुटोल आइपुगेँ। पोखरादेखि म 3:30 बजे हिँडेको थिएँ। 4 घन्टामा बुटोल आइपुग्यो। गुड मर्निङ। आज चाहिँ म बनारसको लागि निस्किँदैछु। सो म हिजो बेलुका अलिकति ढिलो आइपुगेँ। यहाँ अलिकति काम पनि थियो बुटोलमा। काम भ्याएर जान अलिक ढिलो भयो अनि अलिकति टायर्ड पनि भएको थिएँ। त्यही भएको भएर बुटोलमै बसेँ। यो मणिग्राममा बाटिका विश्राम भन्ने होटलमा बसेँ। सो आज चाहिँ अगाडि बढ्छु। I'll make full videos. Stay watching. गाडीलाई यहीँ छोडेर म चाहिँ अगाडि बढेँ। ओके, मैले सुनौली बोर्डर चाहिँ भर्खरै क्रस गरेँ। अलिकति अगाडि गएर चाहिँ गोरखपुरको लागि गाडी हेर्छु। म अलिकति लेट आइपुगेँ। 11 साढे 11 भइसक्यो। सो यहाँबाट चाहिँ बनारसको लागि गाडी पाउँदैन रहेछ। सो गोरखपुरबाट चाहिँ एनी टाइम पाउँछ अरे। म त्यतै जाँदैछु अगाडि। ओके, म सुनौलीदेखि गोरखपुरसम्म चाहिँ म लोकल बसमा जान लागिरहेको छु। सो कति टाइम लाग्छ एक्ज्याक्टली मलाई त्यो चाहिँ थाहा छैन। म साढे 11 बजी गाडी चढेको छु। लेट्स सी 3 घन्टा 3.5 घन्टामा पुगिन्छ होला यो बसमा चाहिँ। जिपमा चाहिँ एकदमै छिटो पुग्थ्यो के अरे। बोतल पानी पीने वाला पानी। ओके, भर्खरै गोरखपुर आइपुगेको छु। गोरखपुरदेखि बनारससम्म जानको लागि चाहिँ गाडी चेन्ज गर्नुपर्ने भएको हुनाले म अर्को स्टेसनसम्म अटो चढेर गएँ। गोरखपुरदेखि बनारससम्म पनि म लोकल गाडीमा नै जान लागिरहेको छु। सो यो गाडीमा चाहिँ मलाई सुनौलीदेखि गोरखपुरसम्म आउँदाखेरि 150 आइसी मात्रै लाग्यो भने अब गोरखपुरदेखि बनारससम्म जाँदाखेरि कति लाग्छ त्यो पनि म अहिले भिडियोमा भन्नेछु। ओके, म बनारस जाने गाडी चाहिँ यो रहेको छ। अहिले चाहिँ 8:30 भएको छ। म सुनौलीबाट गाडी चढेको चाहिँ 8 घन्टा भइसकेको छ। गोरखपुरमा आएर फेरि गाडी चेन्ज गरेर अर्को गाडी चढेको थिएँ। मलाई अझै 1 घन्टा जस्तो लाग्छ होला पुग्नलाई। यो सरकारी गाडी रहेछ, लोकल गाडी। यसले चाहिँ खासै धेरै ठाउँमा रोकेन। खानेकुराहरू केही खान पाएको छैन। अलिकति बिस्किटहरू चाहिँ लिएर आएको थिएँ, त्यो चाहिँ खाएँ। सो अलिकति भोक लागिरहेछ। अब बनारस पुगेपछि बल्ल खाने। सो ठिकै छ, अहिलेसम्मको ट्राभल चाहिँ राम्रै छ। खाजा खानको लागि कुनै पनि ठाउँमा रोकेन। के भनेको थिएँ, गाडी ठ्याक्क रोकियो र खाजाको लागि म नजिकै रहेको ढाबातिर लागेँ। यो समोसा तरकारी खाएको यस्तो मिठो रहेछ क्या। प्राइस पनि यस्तो सस्तो हेर्नुहोस् त। चिया पनि खान आएँ मैले।
ओके म 10 घन्टा ट्राभल गरेर भर्खरै बनारस आइपुगेँ एकदमै सस्तो बजेटमा आएँ लाइक मलाई सिलौनीदेखि गोरखपुर आउनलाई 150 आइसी लाग्यो सो गोरखपुरदेखि बनारससम्म आउनलाई 350 आइसी मात्रै लाग्यो सो यो लोकल बसमा आउँदाखेरि चाहिँ एकदमै सस्तो पर्दो रहेछ ओके बनारस त आइपुगेन मसँग इन्टरनेट पनि छैन सिम पनि छैन वाट नेक्स्ट के अब ऱ्यान्डम टेम्पोलाई एउटा होटलमा लगेर छोड्दै भन्नुपर्ने छ होइन सो एकैछिन यहाँ यो टेम्पो चलाउनेहरूको यसो हावा हेरेर बल्ल कन्फर्म गर्छु आधार कार्ड नहीं है ना इसलिए तो अगर मैप नहीं है तो गाड़ी कैसे चलाएंगे मैप तो चाहिए ना इसीलिए लेके नहीं आए अनेस्टली यो ठाउँमा यदि तपाईँ एक्लै आउनुभयो बुकिङ नगरिकन आउनुभयो भने चाहिँ तपाईँले रुम पाउनुहुन्न है कि हस्टेल बुक गर्नुहोस् कि एकजना साथी लिएर आउनुहोस् म यहाँ 3-4वटा रुम हेरिसकेँ म एक्लै भएको भएर मलाई रुम चाहिँ दिएन यो ठाउँमा अहिले चाहिँ रातिको 12 बजेको छ म यो मणिकर्णिका घाटको ठ्याक्क अगाडिपट्टि श्री मुरलीधरन भन्ने होटलमा बसेको छु मैले अघि भने जस्तै यहाँ चाहिँ एक्लै आएर होटल चाहिँ पाउन गाह्रो हुँदो रहेछ तपाईँले स्ट्रेट बुकिङ नगरिकन स्ट्रेट कुनै होटल खोज्दै आउनुभयो भने चाहिँ तपाईँ सोलो हुनुहुन्छ भने पाउनुहुन्न रहेछ हस्टेलमा त स्योर पाउँथ्यो होला मैले हस्टेल चाहिँ बुक गरिनँ किन भन्दाखेरि राति आइन्छ राति पुग्छु भन्ने मलाई थाहा थियो यहाँ सो हस्टेल बुक गर्दाखेरि चाहिँ राति अब अरू सुतिरहेको हुन्छ डिस्टर्ब हुन्छ भनेर मैले होटलमै खोजेरै बसौँला भने तर बाटोबाट मैले एउटा होटल बुक गरेँ यो होटल होइन सो तर यो होटल चाहिँ अलिकति भित्र भएको भएर मैले मेन स्ट्रिटतिर नै होटल हेरेँ पहिला यदि उता होटल पाएँ भने चाहिँ मलाई यसलाई क्यान्सल गर्छु भन्ने सोचिरहेको थिएँ तर म त्यो अरू होटलहरू खोज्दाखेरि अरू होटलहरूमा गएर मैले बुझ्दाखेरि चाहिँ एक्लै मान्छेलाई चाहिँ रुम नदिँदो रहेछ लास्टमा चाहिँ मैले जुन होटल बुक गरेको थिएँ धन्यलाई मैले क्यान्सल गरिनँ कि जुन होटल मैले बुक गरेको थिएँ यो श्री मुरलीधरन भन्ने यो होटलमा नै आएँ र यहाँ चाहिँ मलाई इजिली रुम भयो म अहिले चाहिँ रेस्ट गर्न लागिरहेको छु सो भोलि चाहिँ म फुल डे नै पुरै बनारसको एक्सप्लोर गर्नेवाला छु र सबै भिडियो बनाउँछु स्टे वाचिङ अहिलेको लागि चाहिँ गुड नाइट गुड मर्निङ म चाहिँ भर्खरै होटलबाट निस्केँ सो सुरुमा चाहिँ मेरो होटलको नजिकै चाहिँ विश्वनाथजीको मन्दिर रहेछ त्यहाँ जाँदैछु ल म चाहिँ अहिले काशी विश्वनाथ मन्दिरको अगाडि छु भित्र जानको लागि चाहिँ ब्याग फोनहरू सबै राखेर जानुपर्ने रहेछ म राखेर चाहिँ भित्र जान्छु अब काशी विश्वनाथजी मन्दिरको दर्शन गरिसकेपछि म चाहिँ काल भैरव मन्दिर दर्शन गर्न लागेँ यो मृत्युञ्जय महादेव मन्दिरको यो कुवाबाट पानी खायो भने चाहिँ आफ्नो शरीरमा भएको सम्पूर्ण विकारहरू रोगहरू चाहिँ नष्ट भएर जान्छ भन्ने बनाइरहेछ त्यही भएर मैले पनि बोतलमा चाहिँ पानी भर्न लागेँ दादा मैले 3टा मन्दिर दर्शन गरिसकेँ काशी विश्वनाथ मन्दिर काल भैरव मन्दिर र महामृत्युञ्जय महादेव मन्दिर दर्शन गरेँ होल्ड भएर बस्यो भने त एकै ठाउँमा रोके हुँदो रहेछ अलिकति रस गरेर हिँड्ने मजाले खुइ हिँड्यो भने चाहिँ आराम छ दर्शन गर्न पाइँदो रहेछ ओके अब चाहिँ ब्रेकफास्ट गर्नलाई म ठिठोली बजार जाँदैछु सो यहाँ चाहिँ बाटो एकदमै साँघुरो छ अनि एकदमै गल्ली रहेछ यहाँ अब म्याप हेरेर पनि कन्फ्युज हुने खालको गल्लीहरू रहेछ सो सोध्ने लोकल मान्छेहरूलाई सोध्ने यताबाट जाने कि यताबाट जाने भनेर सोध्ने अनि आफ्नै स्पिडमा हिँड्ने यो चाहिँ बेस्ट रहेछ है मलाई अहिलेसम्म चाहिँ त्यो गर्दाखेरि एकदम कन्फ्युजन नभइकन ठ्याक 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 भनेको मन्दिरमा चाहिँ पुगिरहेको छु कि ओके आइम ट्राइङ जलेबी एन्ड पुरी
देखिए एक ऑनलाइन भी रहते हैं 1870 रुपये इतना नहीं था 1800 रुपया मोबाइल पर यहाँ आउँदाखेरि चाहिँ वेल प्रिपेयर्ड भएर राम्रो स्पोर्ट्स सु चाहिँ लगाएर आउनुहोस्। हिँड्न चाहिँ राम्रै पर्ने रहेछ। म बिहानमा लगभग 4 घन्टा हिँडिसकेँ। अहिले बल्ल एउटा रिक्सामा चढेको छु। यो आशीघाटमा चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ यहाँबाट बोट पाउँछ। बोटमा एकछिन चाहिँ आधी घन्टा 45 मिनट जस्तो बोटिङ गर्नुहोस्। छुट्टै अनुभूति हुँदो रहेछ। एकदमै राम्रो फिल भयो। मलाई सम्पूर्ण भिडियोहरू सुट गर्नको लागि हेल्प गर्ने हाम्रो श्याम बाबु भाइ हुनुहुन्छ। भाइ चाहिँ इन्डियाबाट। पान पसलमा आएको छु। यो गदौलिया बजारमा पान ट्राई गर्नलाई। कट कर आज ये बिहार से है क्या आज ये बिहार से है क्या थ्याङ्क यू भैया। ओके मलाई यो चाहिँ ट्राई गर्नलाई है। यो फेमस मलाई यो बनाउनु है। तपाईहरु बनारस आउनुभयो भने चाहिँ 2 व्हिलरमा चढ्न नबिर्सिनु है। यो भित्र गल्लीको मजा छुट्टै रहेछ। अहिले चाहिँ म नमो घाटमा आइपुगेको छु। यो चाहिँ पहिला तान्त्रिक घाट भनेर पनि चिन्थ्यो अरे। एक्चुअली यो बनारसमा चाहिँ 3टा घाटहरूमा चाहिँ आरती हुँदो रहेछ। त्यो मध्ये सबैभन्दा राम्रो आरती चाहिँ यो नमो घाटमा हुन्छ अरे। 1 घन्टासम्मको आरती हुन्छ अरे। त्यसै गरी आशी घाटमा पनि हुन्छ र अर्को चाहिँ दशाश्वमेध घाटमा हुँदो रहेछ। सो बनारस आउँदाखेरि यो 3टै ठाउँको आरती चाहिँ हेर्न नबिर्सिनु होला। अहिले चाहिँ म सिन्धिया घाटमा आइपुगेको छु। यहाँ चाहिँ नुहाउनको लागि अलिक सफा छ अरे अरू घाटको कम्पेयरमा। त्यही भएर यहाँ आएँ एकचोटि सर नुहाउँछु भनेर। योदेखि अलिकति तल मणिकर्णिका घाट त्यहाँ पनि जान्छु। यो घाटमा आएर मान्छेले नुहाउनु त नुहाउँछन् तर यस्तो फोहोर छ। ओके म चाहिँ मणिकर्णिका घाटबाट अगाडि जाँदैछु। ओके यो ब्लू लस्सी भन्नेमा लस्सी खान आएको। यस्तो प्राउड रहेछ मान्छेको। मिस्टर कैश स्वाद चाहिँ ठिकै छ है, त्यस्तो मिठो छैन। ब्लू लस्सीको लस्सी भन्दा घरै बनाएको लस्सी मिठो होला जस्तो लाग्यो मलाई। यो ब्लू लस्सीको लस्सी चाहिँ मलाई खासै मिठो लागेन है, ठिकै रहेछ। उत्तराखण्डमा रहेको केदारनाथ धामको प्रतिबिम्बको रूपमा रहनुभएको काशी श्री गौरी केदारनाथ मन्दिर पनि दर्शन गर्न पाइयो। मन्दिर दर्शन गर्नको लागि जुत्ता चप्पल सबै खोलेर हिँडिरहेको छु म स्कुटरमा।
राइट पॉकेट का विशेष ध्यान देंगे। आप अपने परिजनों का ध्यान देंगे, छोटे छोटे बच्चों का। मैं आर्मी से बात कर रहा हूँ, आप सबको मैं क्या ओम केशवाय आप लोगों को अलग से करना होगा। मेरो वाराणसीको यात्रा चाहिँ यही दसैँ सिमेर घाटको आरतीबाट टुङ्ग्याउन चाहन्छु। सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नमस्कार।